साथी हो मर्निङ है मर्निङ म त हिँड्ने बेला भयो कि यहाँ टेलर सेलर हुक गरेर सबै रेडी चेक गरेको त एउटा टायरमा मेरो हावा कम भएछ होइन अनि मैले चाहिँ अब मेन्टेनेन्सलाई कल गरिसकेको छु टायर चेक गर्नलाई यो हावा हेर्नु त ल साथी हो कसो गर्छ अब यो तरिकाले भ्याट भ्याट गर्दैछ होइन अब यसको चाहिँ यसरी हमरले चेक गर्ने हो यसमा हावा कम छ अब अरूमा हेर्नु टुङ टुङ गर्छ हो त्यही भएर मैले अघि कल गरिसकेको छु गाडी सबै चेक गरे सबै ठिकै छ यही हावाको समस्या भएको कारणले अब म यहाँ वेट गर्नुपर्ने हुन्छ अब आउँछ मान्छे त्यस पछाडि चाहिँ म बाटो लाग्छु अब कति टाइम लाग्छ थाहा छैन हो अनि आज हिँड्ने बेलामा यस्तो भयो क्या फेरि आज लोड पनि ढिलो भयो त्यही भएर आज अलिकति मेरो ढिलो हिँडाइ भयो आज मेरो हिँडाइ चाहिँ लगभग 4 योपालि चाहिँ 5 दिनको फुलै हुन्छ होइन घरमा आउने टाइम हुँदैन म चाहिँ फुल हिँड्ने भएको कारणले अब चाहिँ म यहाँ वेट गर्छु त्यस पछाडि कतिखेर आउँछ अनि चाहिँ म चाहिँ अब बनाएर हिँड्नुपर्ने हुन्छ Hey, Satya finally arrived. Yeah, on the right side and the back. So there is not enough air. I think. So, yeah, this is the one. So यहाँ चाहिँ टायर चाहिँ फ्ल्याट भइसकेर साथी हो होइन अब यो टायर चाहिँ उसले चेन्ज गर्छ अरे गिभ मी मिनट भनिसकेको छ सो आइसकेको छ अब चाहिँ म एकछिन वेट गर्नुपर्छ अब यसलाई चाहिँ चेन्ज गर्नुपर्ने रहेछ साथी हो म लगेको भए कस्तो बिजुक हुन्थ्यो हेर्नु त अब हेर्दाखेरि त टायर पुरै इनफ टायर एज छ नि त होइन यहाँ हावा छ नि त तर यसमा चाहिँ हावा गएको छ साथी किनभने यो हान्दाखेरि थाहा हुन्छ कि यसरी हल्लिन्छ भेटे भेटेको होइन टायर हेर्दा त फुल जस्तो छ यसरी काम गर्न सुरु गरिसकेको साथी हो सामान तामान लिएर हेर हो फटाफट गर्दैछ हो के ल्याउँदैछ जग पनि फालिसकेको छ फट्टैसँगले फर्स्ट काम गर्छ दुईटा जग आउँदैछ साथी यसरी यत्रो काँटी पसेको रहेछ साथी हो यो काँटी निकाल्ने यस्तो खालको चाहिँ गाडी हुन्छ है साथी टायर रिपेयर गर्ने मान्छेको चाहिँ के खतरा हुन्छ गाडी होइन पुरानो भए पनि गाना साना बजाएर सबै सामान बोकेर यसरी हिँड्छ एकैछिन निकाल्छ है आज टाइट सानो काटेर चाहिँ निकाल्नु गाह्रो पर्दैछ यसलाई बसाइ चाहिँ निकै बेरै हुने पऱ्यो साथी हो किनभने त्यो टायर चेन्ज गर्नु बिचराले काँटी पसेर चाहिँ निकाल्नु सकेन हो ड्रिल सिल हानेर अलिकति दुलो बनाइहाल्यो अब नयाँ टायर ल्याउनु गएको छ यहाँ स्टोरेज छ हाम्रै कम्पनीको एरियामा अनि नयाँ टायर लिएर आउँछ अरे नयाँ टायर लगाइन्छु भनेको छ अब यो नयाँ टायर लगाइसकेपछि फेरि मैले रिटोक गर्न लानुपर्ने हुन्छ क्या 150 देखि 500 किलोमिटर भन्छ अब म जब क्यालगरी होटतिर पुगेर म रिटोक गर्नुपर्ने हुन्छ त्यहाँनिर एउटा रिटोक छ कम्पनीको सुपरभाइजरले पनि भन्नु पऱ्यो कि मेरो रिटोक गर्नुपर्ने भयो भनेर अनि उसले फोन गरिदिन्छ आज फेरि आइतबार हो आइतबार चाहिँ फेरि बन्द हुन्छ नि त त्यहाँनिर सबै सपहरू बन्द हुन्छ तर बोलाउनु पर्छ रिटोक गर्नलाई त्यो 15-20 मिनट लाग्छ रिटोक गर्नु चाहिँ नयाँ टायर ल्याइ पनि सक्यो हो ल साथी अब सक्यो होइन टायर पनि चेन्ज गर्यो मैले सुपरभाइजरलाई फोन गरिसकेँ बाटोमा मलाई रिटोक गर्न मान्छे चाहिँ पठाइदिनु भनेर किनभने आज शनि आइतबार भएको कारणले बन्द हुन्छ सबैतिर त्यही भएर अब चाहिँ म यहाँबाट हिँड्छु आज धेरै ढिलो भयो साथी हो यतिखेर म अलिकै टाढो पुगिसक्ने थियो कि अब म यहाँबाट हिँड्छु अब उहाँ पुगेपछि रिटोक गर्छ साथी हो 2 घन्टा पछाडि चाहिँ रिटोक गर्ने म देखाउँछु भिडियो साथी हो म चाहिँ टायर रिटोक गर्ने ठाउँमा आइपुग्यो होइन यहीँनिर हो अब यहाँ पर्खिनु पर्ने भएछ आइपुगेन
यहाँ हेर्नुपर्ने छ अब यहाँ हो नि त है हिनोक सडल माउन्टेन टायर अब यहाँ छ कि छैन मान्छे है अब म चाहिँ यहाँ चाहिँ बन्द हो अब एकछिन वेट गर्नुपर्ने हुन्छ होइन बाइक त साथीहरू खतरा छ त बुरुरुरु यो बाइकमा आइसकेको छ साथी हो होइन अब मेरो टायर रिटवर्क हुन्छ हो इट्स डुइङ रिटवर्क लाइक द्याट गाइज 150 देखि 500 किलोमिटरमा चाहिँ रिटवर्क गर्नुपर्ने हुन्छ होइन त्यसरी म चाहिँ 200 किलोमिटर आइसकेको छु त्यही भएर रिटवर्क गर्दैछु साथी हो यदि गरेन भने चक्का फुस्क्यो भने चाहिँ ड्राइभरलाई बिग फाइन दिन्छ होइन त्यही भएर रिटवर्क चाहिँ हान्नै पर्ने हुन्छ हो साथी हो रिटवर्क पनि गरिसक्यो होइन अब म चाहिँ बाटो लागेँ हो अब यस्तो बाइकमा आएको थियो होइन बाइक चाहिँ खतरा रहेछ हो अब म चाहिँ लागेँ साथी हो होइन अब चाहिँ नन स्टप नै हुन्छ मेरो ड्राइभिङ होइन धेरै टाढो पुग्नु पर्ने छ यो खालको चाहिँ ओह्रालो छ है सायद हेर्दा के बिस्तारो आउँदैछ गाडी बिस्तारो जाने हो साथी हो ओह्रालोमा चाहिँ 1300मा दाप्ने हो बरु ओह्रालोमा चाहिँ बिस्तारै जाने हो साथी यो पाराले चाहिँ ओह्रालो गइ हुँदैछ हो है साथी साथीहरू म चाहिँ अब यहाँ आइपुगेँ होइन हल्का आधा घन्टा ब्रेक लिन्छु भोक लागेको जस्तो अवस्था भयो होइन साथीहरू खानेकुरा चाहिँ खानुपर्ने हुन्छ होइन जति नै हतार भए पनि अब खाजा खानु त पर्यो होइन हामी के को लागि काम गर्ने भन्दाखेरि यो खानाको लागि त हो नि होइन जति नै हतार भए पनि अब रस नगरिकन खाजा चाहिँ खानु पर्यो साथी हो नभए गाह्रो हुन्छ होइन अब लेट्स गो अब चाहिँ यहाँ बसेर रोटी खाने कार्यक्रम गर्नुपर्ने हुन्छ होइन रोटी खाइसकेपछि चाहिँ म चाहिँ फेरि आफ्नो बाटो तताउनु पर्ने हुन्छ है अब मेरो धेरै लामो छ म लगभग घरबाट अहिले 600 किलोमिटर आइसकेको छु होइन घरबाट भन्दा नि कम्पनीबाट अब कम्पनीबाट आज अलिक ढिलो हिँड्ने भयो नि त त्यही भएर मेरो चाहिँ अब 600 किलोमिटरको यात्रा भइसक्यो अब म यहाँबाट लगभग 400 किलोमिटर कुदाउँछु त्यस पछाडि मैले चाहिँ अनलोड गर्नुपर्ने हुन्छ हो अनि अनलोड गरेर म त्यतै सुत्छु धेरै काम छ भनौँ अब राम राम दोस्तो के हाल है म चाहिँ यहाँनिर अब ब्रेक चेक गर्ने ठाउँमा आइपुगेको छु होइन यहाँ ब्रेक चेक गर्नुपर्ने हुन्छ किनभने यहाँ अगाडि निकै ओह्रालो छ होइन ओह्रालो भएको कारण ब्रेक चेक गर्नुपर्ने हुन्छ ब्रेक मात्रै नभएर टायरमा हावासावा के कस्तो छ सबै चेक गर्नुपर्ने हुन्छ होइन अब म चाहिँ यहाँनिर ब्रेक सहित हावा अब टायरमा हावा छ कि छैन भनेर चेक गर्दै हिँड्नुपर्ने हुन्छ होइन ठाउँ ठाउँमा अब ट्रकर भइसकेपछि अलिकति रेस्पोन्सिबिलिटी धेरै हुन्छ हो त्यही भएर अब हावाहरू पनि हेर्नुपर्ने हुन्छ होइन म यहाँ तपाईँहरूलाई ब्रेक चाहिँ चेक कसरी गर्छ भनेर ब्रेक योहरू चेक गर्नुपर्ने हुन्छ यो त्यस्तो पिनहरू छ कि छैन होइन यस्तोहरू निस्केको हुन्छ होइन हावाहरू लिक भएको हुन्छ कि कतैबाट आवाजहरू होइन किनभने अब यो भनेको चाहिँ एउटा लाइफकै कुरो हो नि त अब अलिकति
भरे ब्रेक लागेन केही भएन भने यस्तोहरू हेर्नु चाहिँ भर्खर फेरेको नयाँ नयाँ छ किनभने यो लेबलिङ हो होइन यो लेबलिङ बिग्रियो भने हावा लिक हुन्छ र ब्रेकै लाग्दैन त्यही भएर हेर्नुपर्ने हुन्छ है बिहान फेरेको टायर यो हो यसरी चाहिँ हान्नुपर्ने हुन्छ है साथीहरू चेक गर्नुपर्ने हुन्छ होइन अनि सबैले चेक गर्छ यसरी यहाँ सबै आउँछ होइन म चाहिँ मेरो आफ्नो तरिका हुन्छ चेक गर्ने कतिले अब चेक गर्दैन तर म चाहिँ चेक गर्छु फुल्ली होइन 5 मिनट ढिलो भएर केही फरक पर्दैन लाइफको सवाल हो होइन त्यति मात्रै नभएर फाइन दर दिन्छ क्या भरे केही भइहाल्यो भने त्यो टायर फेरि यो गएछ क्या टोटली गएछ नि फेरि पुरै छैन नि हो हावा जिरै छ नि फेरि फोन गर्ने बेला भइगयो नि बेलामा आज पनि प्रब्लम भयो क्या म हिजै आएर यता यार्डमा सुतेको घरै नगइकन कि बेलुका ढिलो आयो होइन धेरै कुदायो त्यस पछाडि अब फेरि हिँड्नु पऱ्यो आज छिट्टै भनेको कि छिट्टै हिँड्नु पऱ्यो थियो मेरो 3 ठाउँ स्टप छ योपालि बर्बाद भयो नि यार बिहानै यहाँ टायर फेरि हावा सबै गएछ क्या अनि अब यहाँ सुपरभाइजरलाई फोन गरेको अनि बनाउनु उहाँ टायरमा लैजा भनेको छ होइन अब म त्यहाँ जान्छु हो त्यहाँ गएर चाहिँ म अनि अब बनाउँछु हावा लगाएर हिँड्नु पर्ने हुन्छ होइन हावा फेरि अलिअलि गएको हो त अस्ति त थियो योपालि त
पुरै ढ्याप ढ्याप नै छ नि त, छैन हावा जिरै छ अनि त्यस्तै पनि कुदाएर लैजाऊ भन्दैछ हो। अब लगेर हिँडिदिएको साथी हो, अब जेसुकै होस् होइन, लैजा भने लानु पऱ्यो नि। बनाउने ठाउँ पनि आइपुग्यो है साथी। अब यहाँनिर चाहिँ बनाउने हो होइन, यो क्रिक्स टायर भन्छ, यहाँ कुन चाहिँमा हाल भन्छ मलाई अब हो, यहाँ गएर कुरा गर्नुपर्ने हुन्छ क्या। साथी हो आइपुग्यो है, म चाहिँ टायर चेन्ज गर्नेमा यहाँ टायर चेन्ज गर्न लागेको छ होइन। यो मेरो ट्रकको चाहिँ टायर चेन्ज गर्ने अरे हो, अब चेन्ज गर्ने होइन, गर्नु पर्ने भयो आज, फ्ल्याट भएर पुरै। 베라마 아자푼이 프로블럼 파요겸해 이제 아에로 예타 야 룸스테고 거래 너가एको धेरै कुदायो। त्यस पछाडि अब फेरि हिँड्नु पऱ्यो आज छिट्टै भनेको कि, छिट्टै हिँड्नु पऱ्यो थियो। मेरो 3 ठाउँ स्टप छ योपालि, बर्बाद भयो नि यार। बिहानै यहाँ टायर फेरि हावा सबै गएछ क्या। अनि अब यहाँ सुपरभाइजरलाई फोन गरेको, अनि बनाउनु उहाँ टायरमा लैजा भनेको छ होइन। म त्यहाँ जान्छु हो, त्यहाँ गएर चाहिँ म अनि अब बनाउँछु। हावा लगाएर हिँड्नु पर्ने हुन्छ होइन। हावा फेरि अलिअलि गएको हो त, अस्ति त थियो, योपालि त पुरै ढ्याप ढ्याप नै छ नि त, छैन हावा जिरै छ अनि त्यस्तै पनि कुदाएर लैजाऊ भन्दैछ हो। अब लगेर हिँडिदिएको साथी हो, अब जेसुकै होस् होइन, लैजा भने लानु पऱ्यो नि। बनाउने ठाउँ पनि आइपुग्यो है साथी। अब यहाँनिर चाहिँ बनाउने हो होइन, यो क्रिक्स टायर भन्छ, यहाँ कुन चाहिँमा हाल भन्छ मलाई अब हो, यहाँ गएर कुरा गर्नुपर्ने हुन्छ क्या। साथी हो आइपुग्यो है, म चाहिँ टायर चेन्ज गर्नेमा यहाँ टायर चेन्ज गर्न लागेको छ होइन। यो मेरो ट्रकको चाहिँ टायर चेन्ज गर्ने अरे हो, अब चेन्ज गर्ने होइन, गर्नु पर्ने भयो आज, फ्ल्याट भएर पुरै। तरिकाले चाहिँ हेर्दैछ साथी। टायर फेर्दै गर्छ साथी हो। म चाहिँ एकछिन टी होटलतिर लाग्यो होइन कफी खानलाई। अब यहाँ कफी खानु पऱ्यो टी होटल साथी हो। आज चाहिँ यहाँनिर अब अहिले त मलाई ढोका खोलिदियो यार, यताबाट आउनु अहिले जाँदाखेरि चाहिँ उता पनि लक गर्छ होला, उताबाट आउनुपर्ने हुन्छ। टायर चेन्ज गर्दै गर्छ, आफू चाहिँ टी होटलतिर लाग्यो साथी हो। कफी सफी खाइन्छ। अनि कफी भन्दा पनि मेरो त कफी बनाएको छु, तर म आज ऱ्याप चाहिँ खाने विचार गर्दैछु हो। ल है साथी, म टी होटल चाहिँ आइपुग्यो होइन। अब टी होटलमा चाहिँ कफी सफी किनेर यहाँ खाइन्छ हो। यहाँबाट चाहिँ म चाहिँ कफी, स्मल कफी लिनु पऱ्यो, अनि त्यस पछाडि 2टा फार्मस ऱ्याप लिएर जाने हो। ल है साथी, टी होटल कफी लिएर खाँदैछु म चाहिँ अहिले यहाँ हो। अब कफी पनि खानुपर्ने भयो कि यहाँनिर, अब खाजा खाएपछि कफी पनि खानुपर्ने भयो है। अब अर्डर गरिसकेको छु, फार्मसमा पनि आइसकेको साथी हो होइन। खाएर चाहिँ टायर चेन्ज गरेर ठाउँमा जानुपर्ने हुन्छ। म खाएर पुग्दा ओर्दा सायद बनाइ पनि सकेको हुन्छ होला। ड्राइभरको जिन्दगी यस्तै हुन्छ हो। कहिले के खानुपर्ने हुन्छ, कहिले के खानुपर्ने हुन्छ, कहाँ पुगिन्छ होइन, खायो नि त्यही समस्या हुन्छ। ल यसरी माथि पुगिसक्ने बाटो हेर्नु, अब टायर गरेर खत्तम भइरहेको छ साथीहरू। म चाहिँ टायर फेरि चेन्ज गरेर निस्किसकेँ यहाँबाट होइन। अब रिटुर गर्न जानुपर्ने हुन्छ। 150 किलोमिटर जति कुदाएपछि म रिटुर गर्छु होइन।
अनि त्यस पछाडि चाहिँ म तपाईँहरूलाई साथी हो म यहाँ रिटवर्क गर्ने ठाउँमा पनि आइपुग्यो हो। अब यहाँ रिटवर्क गर्नुपर्ने हुन्छ यहाँनिर। रिटवर्क चाहिँ अब म यस्तो घुमाएर चाहिँ रिटवर्क गरेर चाहिँ हिँड्नुपर्ने हुन्छ हो। ल साथी हो म यहाँ आइपुग्यो होइन। अब यहाँ एकछिन बसाइ हुन्छ अनि टायर सायर चेक गराइ हुन्छ अनि हल्का बिहान फेरेको चक्काहरू पनि हेर्नु पऱ्यो। रिटवर्क गरेर ल्याएको छ होइन। अब यसो मेरो खानेकुरा खाने टाइम पनि भयो होइन। धेरै अझै कुदाउनु चाहिँ निकै हो। म एकचोटि अब ब्रेक चेक गरेर आउँछु। अनि यो ठाउँमा चाहिँ फेरि साथी हो हेर्नु त आम्मामा यस्तो तातो छ कि घाम पनि मजाले लागेको छ हो। घाम मजाले लागेको छ तर वरिपरि देख्ने सुन्नु केही छैन साथी हो। आम्मामा हेर्नु त ल यस्तो खेतबारीहरू मात्रै छ है। यस्तोहरू छ हो बारी गाडी पनि खासै कुद्दैन। के छ हरन हात बजाएर दिँदैछ। अनि म चाहिँ साथी हो यसरी अब यहाँ ब्रेक लिएको बेलामा हल्का टायर चाहिँ म चेक गर्छु क्या। कति साथीहरूको यसो बाटोमा हेर्दाखेरि टायरहरू यसो हेर्नु पऱ्यो नि त होइन। कतिको फुटेको देखेको छु कि मैले होइन। हेर्दै गऱ्यो भनेदेखि चाहिँ अलिकति हावाहरू गएको उयो हुन्छ नि त आफूलाई राम्रो हो होइन सेफ्टीको लागि। अनि यो ठाउँ चाहिँ साथी हो यस्तो रहेछ कि हेर नि पछाडि घाँसबारी छ हौ। घाँसबारी होइन बारी भनौँ न घाँसबारी अरे नि नेपालमा भन्दाखेरि चाहिँ साथी पुरा गाई बस्तु चराउने ठाउँ छ नि। यो फार्मरहरूको थोरै खेती छैन हो। अनि चेक पनि गरिसकेको हो। अब यहाँ खानेकुरा खाने व्यवस्था गर्नुपर्ने हुन्छ क्या। आज धरे कुदाइयो होइन। धरे कुदाएको बाद अब मेरो वासस्थान आइसक्यो। अब चाहिँ म चाहिँ बस्नुपर्ने हुन्छ होइन। टाइम पनि 38 मिनट मात्रै बाँकी रहेको थियो। म यहाँ आइपुग्यो। अब म यहाँ गाडी हल्का चेक गर्नु पऱ्यो होइन। मेरो पोस्ट ट्रिप त हान्नु पऱ्यो। अनि पोस्ट ट्रिप हान्नको लागि चाहिँ म अब यो लाइट पनि लिएर जानुपर्ने हुन्छ कि। एउटा लाइट यस्तो लाइट लिएर जानुपर्ने हुन्छ होइन। यो लाइट चाहिँ म यहाँ निधार टाउकोमा लाउनु पऱ्यो क्या। एक राउन्ड त हान्नु पऱ्यो होइन बस्ने बेलामा। आज गाडी पनि अफ गरिदिनु पऱ्यो। आज साथी हो कुदाइ डह्रो भयो होइन। फेरि एउटा कुरो के भयो भने अघि मृग झन्नै मृगले हान्यो क्या माया क्या। मैले हानेको त होइन मृगले चाहिँ झन्नै हान्यो होइन। अनि अब यो टायरहरू चाहिँ ढ्याकढ्याक अब भोलि बिहान यहाँ बसेको छ होइन। यसरी हल्का चेक त गर्नु पर्यो साथी हो यो टायरहरू होइन। आज चाहिँ बस यहाँ भयो कि। अनि पानी पनि छिटाउँदैछ साथी हो। पानी आज दामी पानी पऱ्यो भनेदेखि निन्द्रा चाहिँ मिठो लाग्ने पऱ्यो होइन। निन्द्रा चाहिँ मिठो लाग्ने पऱ्यो। डरहरू लाग्दछ नि अनि मिठो निन्द्रा लाग्ने पऱ्यो। मिठो निन्द्रा लाग्नु पऱ्यो। एउटा ट्रकिङ लाइनमा चाहिँ मैले के चाहिँ एउटा विचार गरेँ भने साथी यसमा चाहिँ खाना र बस्नको चाहिँ सुत्नको चाहिँ टाइम नहुँदो रहेछ क्या। खाना र बस्नको चाहिँ टाइम नहुने क्या। कतिखेर सुत्यो कहिले अब सुताइ ढिलो हुन्छ कहिले छिटो अब कहिले उठाइ ढिलो कहिले सुताइ फेरि उठाइ छिटो। बिहान कोही बेला 5 बजी हिँड्नुपर्ने हुन्छ 5 बजी हिँड्नुपर्ने हुन्छ हो। कहिले झङ्का लाग्दैछ यो टायर क्या ढ्याक्ठ्याक गर्छ के झार्यो यहाँ त। कहिले छिटै
सुत्नु पाइने उठ्नु पाइने पनि हुन्छ साथी। साथी हेर न किराले अझ धेरै सुताइ भयो साथी। हिजो बेलुका लेटसम्म गाडी कुदाइयो कि हिजो बेलुका त्यस्तै 1 बजीसम्म कुदाइयो हो गाडी। अनि त्यही भएर गाडी हिजो ढिलोसम्म कुदाइयो। आज चाहिँ ढिलोसम्म सुत्यो। 9 बज्न लागिसक्यो हो। भर्खर उठेर अब यताउता यहाँ गाडी टायरहरू चेक गर्दैछु। अब चाहिँ हिँडिन्छ साथी। गएन आज घर जाने दिन हो कि 5 दिनमा घर जाने दिन हो होइन। टायर त चेक गर्नु पर्यो। दामी घाम लागेछ साथी हो। आज चाहिँ ठिक्कसँगले घर गइन्छ। अनि घर गइन्छ हो। त्यसैले हल्का साथी मैले बिहानै मेरो चाहिँ रुटिन डेली यस्तो हुन्छ साथी। हल्का पुसअप चाहिँ हान्नु पर्ने भएको छ क्या। मेरो साह्रो हात दुखेछ कि त्यही भएर म यो खालको पुसअप चाहिँ डेली 10-15 चोटि हान्छु। मेरो साह्रो हात दुखिरहेछ हो। अनि यो